रविजी जोगिदिनुस्, सिद्ध्याउँदैछन् तपाईलाई। अहिले सिद्धिनु भयो होइन? मेरो मित्र रवि लामिछानेजीलाई जेल हालियो। म भैरवामा भेट्न गएँ। उहाँ बसेको अवस्था अहिले यो देशको गृह तथा उप प्रधानमन्त्री, उहाँकै अन्तर्गत पर्थ्यो कारागार। एउटा कोठामा अलग्गै राखेर थुनेको छ, बाहिरबाट चाबी लगाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी मेरो मित्र। हामी रत्न राज्यलक्ष्मी क्याम्पसमा सँगै अध्ययन गर्यौं, रेडियो नेपालमा सँगै जागिर खायौं, फिल्महरूमा पनि हामी सँगै निर्माण गर्यौं र उहाँ अमेरिका बस्दाखेरि पनि हामी सँगै बस्यौं। उहाँ बाल्टिमोरमा बस्नुहुन्थ्यो, म पेन्सिल्भेनियामा बस्थेँ। जब टिकापुर घटना घट्यो, रवि लामिछानेजी न्यूज 24 मा काम गर्नुहुन्थ्यो। करिब 2-4 महिना उहाँ हामीहरू विरुद्ध खुब खनिनु भयो। अनि म दिल्लीबाट उहाँलाई फोन गरेर भन्थे कि रविजी यस्तो होइन। र फेरि रविजी र मेरो अन्तर्वार्ता युट्युबमै प्रष्ट छ। जब म जेलमा आएँ, उहाँ गृहमन्त्री